पोखर भिडी माविको अध्यक्ष कान्छा कोहार वडा नम्बर 2। म यो विद्यालयमा चाहिँ यही फाल्गुन आउँछ भने मेरो 2 वर्ष चाहिँ मेरो 2 वर्षको कार्यकाल बित्छ। 2 वर्षमा यहाँ विद्यालयमा भएको गतिविधिको बारेमा जानकारी गराउन चाहन्छु। आजसम्म जति चाहिँ खर्च भएछ मलाई केही बुदामा जानकारी छ, निर्णय पनि छ, र बाँकी जुन बुदामा चाहिँ निर्णय छैन त्यसलाई मलाई एक सुका पनि जानकारी छैन। र गत वर्षमा पनि यस्तै भयो थियो, यही विवाद थियो। म कासालाई भने र हेड सरलाई पनि भने कि तपाईहरु आय रजिस्टर खडा गर्नुस्, प्रत्येक महिनाको बिल र चाहिँ हाम्रो खर्च भएको र आम्दानीको दुईटा रजिस्टर देखाउनुस्, म अनुमोदन प्रत्येक महिनामा गर्छु। जब यो वर्ष मैले चाहिँ माग्दाखेरि अनुमोदन त गराइसक्नु झुक्क्याएर, जब बिल मैले मागे त बिल चाहिँ प्रश्न देखिएन, बीचमा खाली राख्नुभयो, त्यो पैसा सबै भरिसक्नुभयो। जब मैले यो वर्ष फेरि चाहिँ ऑडिट गराउन उहाँहरु लाग्नुभयो, मैले चाहिँ सुने अनि त्यसपछि फेरि विद्यालय मैले आए। विद्यालयमा आएको चाहिँ जब सुन्दाखेरि कि घर घरमा गएर अभिभावकसँग अभिभावक समितिसँग चाहिँ दस्तखत गराउँदैछन्, अभिभावक अध्यक्षसँग चाहिँ दस्तखत गराउँदैछन्, त्यसपछि मैले कोट्याएँ त्यसमा। अनि के हो, विद्यालय व्यवस्थापन अध्यक्षलाई जानकारी छैन, विद्यालय व्यवस्थापन समितिलाई जानकारी नभएर यो विद्यालय व्यवस्थापनको एउटा बैठक बस्नुपर्छ, अभिभावक संघको चाहिँ टोली बस्नुपर्छ, शिक्षा प्रतिनिधि बस्नुपर्छ, यहाँका अभिभावकलाई जानकारी गराउनुपर्छ। अभिभावक भेला गरेर बल्ल चाहिँ हाम्रो सामाजिक परीक्षण हुन्छ। यो विषयमा केही जानकारी भएन। आखिरमा यसको घर घरमा गएर चाहिँ सिग्नेचर गराउने मानसिकता के हो? तपाई साँचो काम गर्नु भएछ भने आखिरमा निर्णय 5,42,000 को किन गराउनु भएन? मेरो भनाइ यो हो, तपाई सत्य काम गर्नुहुन्छ भने तपाई निर्णय किन गराउनु भएन? मेरो खर्चको विरोध छैन, तर वास्तविक खर्च हुन्छ भने म पूर्ण रूपमा सहमत छु, र चाहिँ वास्तविक खर्च छैन भने म यसमा पुरै विरोध जनाउँछु। र हजुरलाई जानकारी मैले किन गराएँ, जब कासा र हेड सर बसेर चाहिँ हिसाब गराएँ 54,000 केही रुपैयाँको बिल देखिएन। मैले त्यो पनि स्वीकारे, ठीक छ तपाईहरु बिल देखाउनुस् भने यो आजदेखि मैले यो विवाद खत्म गरिदिन्छु, तर उहाँहरूले गर्नु भएन। 2-3 दिनको समय लिनुभयो। आज मैले बोलाएको तपाईहरुलाई बल्ल भन्नुभएको छ कि तपाई किन आउनु भएन? बिल तपाईहरु जुटाइसक्नुभयो, अनि त्यसपछि मलाई भन्नुहुन्छ किन आउनु भएन? जानकारी दिने काम कसको हो? जानकारी दिने काम हेड सरको हो। अनि त्यो बेला जानकारी दिनु भएन, आज सोध्ने प्रस्ताव उहाँको आइसकेछ, तपाई आउनु भएन। अनि यति चाहिँ हामी यो स्टेटमेन्ट जुन देखिएछ 81-82 को, अब त्यसमा चाहिँ हेर्नु होला भने यो जुन 5,42,000 को सबै चाहिँ यो चाहिँ विद्यालयमा आउँदाखेरि प्राल चाहिँ कासाजी सँगै नाताबाता एकै चाहिँ उहाँ मौसा र उहाँ भतिजो, म यो जानकारी शिक्षा समिति मुखले जानकारी गरिसकेको। यो चाहिँ गत वर्षमा पनि बीचमा न चाहिँ तपाई बोल्नुस्, म बोलिसकेपछि तपाई बोल्नुस्। बीचमा पनि मैले चाहिँ जानकारी गराएँ, पैसाको जुन बेला चाहिँ तपाईहरु चाहिँ निकाल्ने काम गर्नुहुन्छ 5 लाख भन्दा मैले निर्णय गराएँ। 5,000 भन्दा माथि खर्च गर्नुहुन्छ भने तपाईको व्यवस्थापन समितिको निर्णय गराउनुस् अनि खर्च गर्नुस्, मलाई केही अप्ठ्यारो छैन। तर त्यो चाहिँ अहिले तपाईको बीचमा अहिले मान्य टिम बोला मागेर हेर्नुस् कतिको चाहिँ त्यसमा जान्छ, कति निर्णय गराउनु भएको छ। मैले खोजेको यथार्थ के हो, जब तपाई साँचो काम गर्नुहुन्छ भने घर घरमा गएर किन सिग्नेचर गराउनुहुन्छ? विद्यालयमा बोलाउनुस्, हाम्रो अभिभावकलाई बोलाउनुस्, बुद्धिजीवीलाई बोलाउनुस्, भूपू शिक्षक भूपू हाम्रो चाहिँ यहाँ जुन विद्यालय व्यवस्थापन अध्यक्ष हुनुहुन्छ उहाँलाई बोलाउनुस्। त्यसपछि हामी पारदर्शी काम गर्छु भने हामीलाई डरको के हो? यो चाहिँ नभएर मैले विवाद सिर्जना गरेको हो, र यो प्रश्न भएन भने म यो अख्तियारलाई पनि अख्तियारसम्म जान्छु, र तपाई मार्फत यो सबै अभिभावकलाई जानकारी होस्। किनभने यहाँ जुन छोरा छोरी पढ्दैछन् गरिबका 7 लाख चाहिँ 57,475 रुपैयाँ हाम्रो चाहिँ गरिबको समुदायबाट यो पैसा चाहिँ फीस चाहे हाम्रो यो बिजुलीको होस् चाहे परीक्षा शुल्क होस्, गरीबका छोरा छोरी पढ्दैछन्, गरीब अभिभावक चाहिँ पैसा बुझाएछन्, यसको हिसाब पाउने कि नपाउने त्यही मैले जानकारी हजुरलाई गराउँदैछु। यो सबै जानकारी होस्, मलाई त्यति आपत्ति छैन, र चाहिँ यो जानकारी भएन भने प्रश्नसँग यसको आपत्तिमा घोर गर्छु।
उहाँले भन्नुहुन्छ कि मेरो शिक्षा चाहिँ शिक्षा अफिसबाट 10,000 युनिट खर्च आउँछ। युनिट खर्च आउँछ भने 10,000 को उहाँको के छ, उहाँबाट परिपत्र आएको मलाई त जानकारी छैन, विगतमा निर्णय पनि छैन र 10,000 उहाँले खाइदिनु भएको छ र विगतमा जुन हाम्रो छात्रवृत्तिको पैसा आएछ 8,000 रुपियाँ बचेको त्यो पनि चाहिँ हाम्रो बैंक दाखिला भएन। त्यो पैसाको अहिले चाहिँ यहाँ मैले खोजेँ त्यो पैसा भेटिएन। यो आर्थिक वर्ष 81 अनि जुन चाहिँ झुक्याएर मसँग मैले वहाँ 3-4 पिरियड पढाउनुहुन्छ, 3 पिरियड विद्यालयमा वहाँ चाहिँ निर्णय गराउँदाखेरि मैले भत्ताको निर्णय गरेँ तर मैले पढेन, आफै लेख्नु भयो। त्यसमा लेख्दाखेरि आफू तरफ लेखिदिनु भएको छ 4,000 को भत्ता र 2,600 विद्यालयको कोषबाट उहाँ सञ्चय कोष खानुहुन्छ। मैले भने ठिक छ 6,600 को निर्णय भएको छ तर 4,000 जब मैले भत्ताको स्वरूपमा निर्णय गरेछु, तपाईँ तलब कसरी खानुभयो 5,000। तर पहिले सर्कुलर हेर्नु होला चाहिँ शिक्षा सबै शिक्षकहरूको तलबको कति गएछ पैसा, 4,000 गएछ भने ठिक छ, 5,000 गएपछि उसको चाहिँ त्यो अनियमितता भएछ, त्यसमा पनि हेर्नु होला। र भत्ता जब मैले निर्णय गरेँ तपाईँ दोब्बर भत्ता कसरी खानुभयो, अरू शिक्षकहरूले खान पाइएन, तपाईँ कासा भएर आफूले मनमानी जता भावी चाहिँ चेक काटेर खानुहुन्छ। त्यो पनि जानकारी मलाई गराउनु भएन कि सर यति मेरो भत्ता हो, यति मेरो चाहिँ वार्षिक स्वरूप शिक्षा अफिसबाट मैले पाएछु, त्यो त निर्णय हुनुपर्छ। निर्णय गरिकन त्यो पनि आफूले मनमानी चाहिँ गोजीमा हाल्नुपर्छ। यहाँ चाहिँ धेरै कुरा चाहिँ अहिले बोल्न बाँकी छ तर मैले प्रश्न भन्दाखेरि यो विद्यालय 2 वर्ष मेरो कार्यकाल बित्दैछ, हेड सर र चाहिँ कासाजी एउटा चाहिँ यहाँको विद्यालयको गतिविधिमा कहिले पनि सोध्नु भएन कि सर चाहिँ यो विद्यालयमा यो कमी कमजोरी छ, यो खर्च गर्न छ, यो बच्चाहरू यसरी चाहिँ पढ्न आए छैनन्, अभिभावकलाई हामी कसरी बोलाउने, कहिले पनि सुधार चाहिँ विद्यालयको बारेमा चाहिँ मसँग भन्नु भएन। र विद्यालयको विषयमा भन्दाखेरि अहिलेसम्मको आजको परिस्थितिमा अहिले एक अभिभावकसँग सोध्नुहुन्छ भने सबै पीडामा छन्। यो विद्यालयमा हाम्रो चाहिँ 16वटा चाहिँ शिक्षकहरू छन्, उहाँ पनि लिनुहुन्छ चाहिँ 3टा घन्टी लिनुहुन्छ। तर यो विद्यालयमा अहिले म भन्छु यही चाहिँ हाजिरी रजिस्टर छ, 16, 17, 17 दिन 18 दिन शिक्षक छैनन्, अप्सन छन्, उहाँको हाजिरी कसरी भन्छ? यो सबै कुरा कोट्या पनि अहिले धेरै चाहिँ गडबड हुन्छ। तर मैले साँचो भन्दाखेरि के हो, यो विद्यालयमा म चाहिँ एउटा अध्यक्षको नाममा टीका लगाएर आएको छैन, यहाँ बाबुले मलाई जिताएर पठाएछन् तर मेरो यहाँ कासा आफै पनि जानु सक्थ्यो मेरो के हुन्छ त्यस्तो मलाई धम्की दिन्छ। त्यही भएर म एकदम चाहिँ पीडा पाएर मैले हजुरलाई जानकारी गराएँ। यो विद्यालयको गतिविधि तपाईँ सबै केटाहरू हेर्नुहुन्छ, एक चाहिँ आज तपाईँको बिचमा बच्चाहरू हाम्रो चाहिँ खाजा खान पाए छैन, अध्यक्षलाई एक सुका जानकारी हुन्न, आज यो सामान छैन, यो सर कहाँबाट आउनुपर्छ, पैसा छैन भने तपाईँ सोध्नुहोस् न एकचोटि, कम्तीमा तपाईँले सोध्नमा लाज लाग्छ। मैले खर्चको कुरा मैले भनेन तपाईँलाई खर्च गर्नुहोस्, तर तपाईँ सोध्ने बानी छैन, तपाईँ निर्णय गराउने बानी छैन, तपाईँ पहिला चाहिँ हचुवाको तालमा खानु भएछ, त्यस्तै चाहिँ मैले जे गर्छु त्यही मान्नुहुन्छ, त्यो प्रश्न हुन्न। अब चाहिँ अभिभावक बेलामा बोलाएर सबै कुरा पारदर्शी भएर सबै कुरा राख्छु। यति चाहिँ यहाँ जो विद्यालयमा तपाईँहरूको छोराछोरी पढ्दैछन्, लगानी लगाउनु भएको छ, तपाईँहरू पनि बुझ्नुहोस् कि वास्तवमा अध्यक्षले चाहिँ हिनामिना गरेछ, अध्यक्षलाई कारवाही हुनुपर्छ। हाम्रो हेड सर चाहिँ कासाजीले गर्नुभएको छ भने उहाँलाई कारवाही हुनुपर्छ। नाताबाता मिलेर चाहिँ विद्यालयलाई भ्रष्ट पार्ने, यति कुरा मैले राखेँ। परिचय दिएर है। हजुर नमस्ते, मेरो नाम राजकुमार चौधरी, म यस श्री पोखरबिन्डी माध्यमिक विद्यालयको प्रधानाध्यापक। म यहाँ 2080 साल साउन 11 देखि काजमा आएको छु। त्योभन्दा पहिला म 2071 सालदेखि रामनरेश आदर्श नमुना माविको विज्ञान विषयको शिक्षक भएर काम गरेँ। अनि पालिकाले मलाई काजमा यहाँ पठाएछ प्र बनाएर। अनि मैले आएदेखि मेरो मुख्य उद्देश्य शिक्षाको गुणस्तरलाई सुधार गर्ने।
अनि बाँकी व्यवस्थापनका कुरा, भौतिक संरचनाका कुरा हाम्रो व्यवस्थापन समितिले नै गर्नुहुन्छ भन्ने मैले सोचेको थिएँ। तर नयाँ व्यवस्थापन समिति चयन भइसकेपछि वास्तवमा यो व्यवस्थापन समितिले गर्नुपर्ने जस्तो काम गरेन। व्यवस्थापन समितिलाई बैठकमा बोलाउँदा पनि सम्पूर्णको उपस्थिति हुँदैन, अनि बैठकमा बोलाउँदा उहाँहरूलाई साधन चाहियो रे, स्कुलबाट साधन पठाउनु पर्यो अनि मात्रै आउनुहुन्छ। अध्यक्षजी पनि फोन गर्दा आउनुहुन्न, पत्र पठाउँदा मात्रै आउनुहुन्छ। कुनै अचानक समस्या यदि विद्यालयमा आइपर्यो भने फोन मार्फत उहाँले अघि नै भन्नुभयो, मैले तपाईँले बोलाएर आउँछु, पत्र पठाउनुहोस् भन्ने कुरा गर्नुभयो। आखिर उहाँ एउटा जिम्मेवारी लिएर यो विद्यालयमा आउनु भएको छ भने मैले नबोलाउँदा पनि उहाँ आउनु पर्यो। मैले किन उहाँलाई बोलाउनु पर्यो? उहाँले हप्तामा 2 चोटि, 15 दिनमा 4 चोटि, 5 चोटि, महिनामा आफै स्वतः स्फूर्त भएर यहाँ आउनु पर्यो, यहाँको समस्या बुझिदिनु पर्यो, यहाँ के भइरहेछ, के भए छैन, के आवश्यकता छ उहाँले बुझिदिनु पर्छ। तर उहाँ आउनुहुन्न। एकचोटि त मैले पालिकामा भेट्दा आजभोलि आउनै छोडिदिनु भयो, बोलाउँदा पनि आउनुहुन्न। अनि के भन्नुभयो भने मैले अब मेयर साहबसित पनि भनिसकेको छु, म अब त्यो विद्यालयमा जान्न, किनभने एकचोटि यस्तै असन्तुष्टि आएको थियो। उहाँको के असन्तुष्टि रहेछ, इन्टेन्सन के हो मैले बुझ्न सकेको छैन। एकचोटि यस्तै 3टै समितिका पदाधिकारीज्यूहरूलाई बोलाएर र केही समितिमा नभएका व्यक्तिहरूलाई पनि बोलाएर यहाँ मलाई यहाँबाट कासरुवा फिर्ता गराउने निर्णय पनि आफै गर्नुभयो। अनि त्यतिखेर समितिका सम्पूर्ण सदस्यहरूले साइन नगरिदिँदा त्यो माइनिटिङ बुक लिएर घुम्नुभयो। करिब 2 महिनापछि त्यो जुन विद्यालयको सम्पत्ति हो, विद्यालयको सम्पत्तिलाई पनि 2 महिनासम्म कहाँ लिएर घुम्नुभयो। अनि त्यसपछि कहाँबाट दबाव पुग्यो, दबाव आएपछि उहाँले ल्याएर फिर्ता गर्नुभयो। अनि उहाँले सम्पूर्ण खर्चहरू आउँदा हामी समितिकै बैठक बसालेर सम्पूर्ण बिल भरपाईहरू देखाएर अनि गत आर्थिक वर्ष 81-82 को सम्पूर्ण आम्दानी खर्चको अनुमोदन गरिसकेका छौँ। सम्पूर्ण समितिका पदाधिकारीज्यूहरू एक बिल पढेर हाम्रो शिक्षक प्रतिनिधिज्यूले सुनाउनु भयो, देखाउनु भयो, अनि हिसाब किताब भयो, उहाँहरूले हस्ताक्षर गर्नुभयो। अनि आज आएर उहाँले भन्नुहुन्छ मलाई गुमराह गरेर हस्ताक्षर गराइयो। अब भन्नुहोस् त्यो कतिको जायज हो? हामीले उहाँलाई गुमराह गर्न सक्छौँ? उहाँ एउटा नेता मान्छे, यो पालिकै चलाउने मान्छेलाई हामीले उहाँलाई कतिको गुमराह गर्न सक्छौँ? अनि आज आएर हरेक चिजको हिसाब खोज्नुहुन्छ। हिसाब हाम्रो भइसक्यो। अनि हिसाब गर्दा हामीले मोबाइलले हिसाब गर्दा केही मिस्टेक देखिएको थियो। मैले भने मिस्टेक त एकचोटिमा गर्दा हुन्छ, ठिकै छ। अब आज समय भएन, 3:30 बजिसकेको थियो त्यो दिन, म शान्तिको दिन थियो, 3:30 बजिसकेको थियो, आज समय भएन। अनि कुनै दिन आउनु होला, त्यसपछि पुनः हिसाब बसेर गरौँला। अनि उहाँले हिसाब गर्दा उहाँले आफूले भने जस्तै हिसाब गर्नुहोस् भन्नुहुन्छ। कुन जोड्नु पर्ने, कुन घटाउनु पर्ने, वास्तवमा जोड्नु पर्ने कहाँ हो, घटाउनु पर्ने कहाँ हो, त्यो हामी जोड घटाउ गरेर हिसाब निकाल्छौँ। तर होइन, यहाँ यो जोड्नुहोस्, यो घटाउनुहोस् जबरजस्ती भन्नुहुन्छ। कटबैठी एउटा हिसाब उहाँले गराउन खोज्नुहुन्छ। त्यो कटबैठी हिसाब गराउन खोज्दा हिसाब त्यो दिन मिलेन र ठिकै छ, केही भएन। एक दिन मिलेन भने अर्को दिन आउनु होला, अर्को दिन हेरौँला है, कहाँ मिल्या छैन, के हो त्यो सत्य तथ्य पत्ता लगाउँला। यदि त्यसरी पनि यदि मिलेन भने लेखा परीक्षण अन्तिम हिसाब किताब छँदैछ। लेखा परीक्षणले अन्तिम हिसाब किताब गरिसकेपछि यदि हाम्रो एकाउन्टेन्टको नाममा केही निस्क्यो भने उहाँबाट म तिर्न लगाउँछु। अनि यति भनेर त्यो दिन जानुभयो। अस्ति पनि हाम्रो 3टै समितिलाई बोलाइयो। 3टै समितिलाई बोलाउँदा यही विषयमा फेरि छलफल भयो। उहाँहरूले जे प्रमाण माग्नुभयो हामीले प्रमाण दियौँ न, प्रमाण दियौँ। प्रमाण पुरै पाइसकेपछि उहाँहरू
सन्तुष्ट भएर जानुभयो। तर फेरि हाम्रो अध्यक्षजी असन्तुष्ट हुनुभयो। मैले त्यतिखेर पनि भने हाम्रो सल्लाहकारज्यूहरू 2 जना प्र भएर रिटायर हुनुभयो। उहाँहरूले प्र भएर स्कुल चलाउनु भएको छ। उहाँभन्दा बढी जानकारी मलाई छैन, उहाँहरूलाई बढी जानकारी छ। उहाँहरूले आउनुहुन्छ, कुनै दिन तपाईँ पनि आउनुहोस्, उहाँहरूलाई पनि बोलाउँछु र उहाँहरूलाई बोलाएपछि सँगै बसेर हिसाब गरौँला, हैन? के गलत छ, के सही छ, कहाँ मिलिरहेको छैन, के मिलिरहेको छैन भन्ने कुरा त्यहाँबाट निर्कोल गरौँला। अनि आज हेर्नुहोस्, अचानक मलाई कुनै पनि किसिमको खबर छैन। अचानक म त दोस्रो पिरियड कक्षा 8 मा हुन्छ, तेस्रो पिरियड कक्षा 10 मा हुन्छ। कक्षा 10 मा पढाएर निस्किएपछि तपाईँहरूलाई मैले यहाँ देखेँ। अरू व्यक्तिहरूलाई यहाँ देखेपछि मैले सोधेँ यो के हो, के कामको लागि आउनु भएको छ? अनि बल्ल थाहा भयो उहाँले हिसाबै किताब गर्नु छ भने जानकारी दिएर आउनुपर्छ है। हरेक तथ्याङ्क तपाईँहरू जम्मा गरेर राख्नुहोस्। म पत्रकार लिएर आउँछु अथवा अरू कुनै व्यक्तिलाई लिएर आउँछु, त्यो तपाईँहरूले हिसाब दिनुपर्छ भने पूर्व जानकारी हुनुपर्छ। पूर्व जानकारी भएपछि हामीले पत्रकारले के खोज्छन्, के सोध्न सक्छन्, त्यो हामी सबै तथ्याङ्कहरू जम्मा गरेर अनि हामीले अवश्य नै बताउँछौँ। तर बिना जानकारीको आज आउनु भएको छ र बारम्बार जुन काम उहाँले आफै गर्नुभएछ, हस्ताक्षर गरिसक्नु भएका, फेरि हामीलाई यो मैले गरेको होइन, झुक्क्याएर गराउनु भयो, यस्तो गराउनु भयो, उस्तो गराउनु भयो, पछि ल्याएर नक्कली बिलहरू त्यसमा प्रवेश गराउनु भयो, फेरि लेख्नु भयो। यदि त्यस्तो कुनै प्रमाणमा त्यस्तो कुनै देखियो भने यो समाजले अभिभावक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सल्लाहकार समिति अनि तपाईँ पत्रकारहरूले जे भन्नुहुन्छ त्यो हामी गर्न तयार छौँ। धन्यवाद। नमस्ते, म श्री पोखरबिन्दी माविको लेखापाल। मेरो नाम सन्तोष कुमार सिंह। म विगत 14 वर्षदेखि यस विद्यालयमा कार्यरत रहेको छु। अब अहिले वर्तमान समयमा आर्थिक वर्ष 81-82 को हिसाब किताब मिलेन भन्ने विवादहरू यहाँ सिर्जना भएको छ। मैले यस मिडिया मार्फत जानकारी गराउन चाहे। हिसाब किताबको आफ्नै एउटा सिद्धान्त हुन्छ, तरिका हुन्छ। सिद्धान्त र तरिका अनुसार गरेपछि हिसाब मिल्छ। अब त्यो रफ लिएर A4 पेपरमा एउटा यसरी आम्दानी खर्चहरू, नगद खर्च, नगद आम्दानी, नगद खर्चहरू टिप्दै गएर चाहिँ हिसाब मिल्नेवाला छैन, त्यसरी मिल्दैन। अब व्यवस्थापन समितिका अध्यक्षज्यूको आरोप छ हिसाब मिलिरहेको छैन। मैले भनिरहेको छु अब जोड्न घटाउनमा गल्ती भइरहेको छ भने ठिकै छ, गाउँपालिकाबाट नै कर्मचारी बोलाएर ल्याएर गराए पनि भयो। लेखा परीक्षक आउनुहुन्छ, लेखा परीक्षकले गर्ने कुरा होला सही गलत, त्यस हिसाबले गर्दाखेरि भएको कुरा हेरौँला। पहिला हिसाब त गराउनुहोस्। म माथि विश्वास छैन, हेडसरमाथि विश्वास छैन भने यसरी बाहिरबाट ल्याएर हिसाब किताब गराउन सक्नुहुन्छ। मैले राखेको लेखा यही हो, लेखा राख्ने तरिका यही हो। मासिक रूपले खर्चको फाटवारी तयार गरेको छु। त्यसमा नगद भएका खर्चहरू, ब्याङ्कद्वारा भएका खर्चहरू पनि कोडेड गरेका छु। अब उहाँको भनाइ छ रजिस्टरमा किन राख्नु भएन, कम्प्युटरमा राखिन्छ। आजकल विभिन्न सफ्टवेयरहरू आइसके, समय बदलिसक्यो। मावि स्कुलमा अहिले एकाउन्टेन्टहरू खटाइएको छ सरकारद्वारा। त्यस कारणले गर्दा अब लेखा राख्ने आफ्नो एउटा सिद्धान्त तरिका हुन्छ। त्यो सिद्धान्त तरिका अनुसार मैले लेखा राखेको छु। अब उहाँलाई चित्त बुझ्दैन भने कोही विशेषज्ञ वा लेखा परीक्षकलाई ल्याएर सामुन्ने बसेर आम्दानी खर्च सबै जोडौँ, स्टेटमेन्ट भिडाएर हेरौँ, त्यसपछि हेरौँ। अब त्यसभन्दा अगाडि नाना थरी कुराहरू यहाँ आउन थाल्छ। हेडसर मेरो रिलेटिभ हुनुहुन्छ, रिलेटिभमा उहाँ मेरो बुवा पर्ने, अङ्कल पर्ने, होइन, म छोरा पर्ने, तमाम कुराहरू आउँछ। उनीहरू दुईवटा मिलेर यस्तो गरे, त्यो गरे, खाए, भ्याए। जबकि यस विद्यालयमा परीक्षा सहयोग गाउँपालिकाले निर्धारण गरिदिएको परीक्षा सहयोग बाहेक अरू कुनै पनि किसिमको सहयोगहरू उठाइँदैन। 5-6 लाख रुपियाँ वार्षिक रूपमा आम्दानी हुन्छ, त्यति नै खर्च हुन्छ। निजी स्रोतका शिक्षक कर्मचारी छन्, तलब भत्ता खान्छ। त्यस हिसाबले 5-6 लाख रुपियाँ आम्दानी हुन्छ, 5-6 लाख रुपियाँ वार्षिक खर्च हुन्छ। अब यति बखेडा गर्नुको कुनै औचित्य देख्दिनँ। धन्यवाद।